गरेको त भन्न मिल्दैन हैन तर उनीहरूले के बुझ्छन् जस्तै कि स्पेशली चिल्ड्रेनहरुको केसमा चाहिँ म बिरामी भयो भने मेरो मम्मी ड्याडीले मलाई माया गर्नुहुन्छ अब त्यो अटेन्सनको लागि उनीहरूको बडीले नै त्यो अटेन्सन पाउँछ है तिमी बिरामी भयो भने चाहिँ तिमीले यो पाउँछ है भनेर उनीहरूले त्यस्तै खालको साइन एन्ड सिम्पटम्स उनीहरूको बडीमा निकाल्न सक्छन् के त्यस्तो पनि हुन्छ बुझ्नु भइरहेछ मैले भनेको सो त्यो साइन एन्ड सिम्पटम्स यदि निकाल्न थाल्यो नानीले आफ्नो बडीमा भनेपछि अनि देयर इज नो मेडिकल कुनै पनि रिपोर्ट हामीले चाहिँ निकाल्न सकेनौं डाक्टरले पनि निकाल्न सकेन तर तपाईको नानी भयो बुझ्नु पर्यो कहिलेकाहीँ चाहिँ यो उलाई सिम्प्याथी चाहिएको हो कि उलाई अटेन्सन चाहिरहेको छ कि त्यो पनि बुझ्नु पर्ने हुन्छ है कहिलेकाहीँ अटेन्सनको लागि पनि हुन्छ अरे के यो कुराहरु चाहिँ हैन मान्छेले मलाई माया गर्दै हुन्थ्यो दया देखाइदै हुन्थ्यो जस्तो कि कोही तपाईहरुले सिरियलतिर देख्नुहुन्छ नि पुरा रिगटा लाएर त्यो ढल्दिन्छ नि सबैले चाहिँ अब हिरोइनलाई प्रायोरिटी दिन थाल्यो नि भिलेन पुरा ढल्दिन्छ नि हैन म त चक्कर आउन थाल्यो ढल्दिन्छ डाक्टरले देखाउँदा पनि नि रिगटा लाएर ढलेको भनिदिन्छ हैन त्यो एक्चुअली हुन्छ त्यो भनेको चाहिँ अटेन्सन सिक गरेको मलाई पनि मान्छेले अटेन्सन दियो सो यसरी पनि निस्किन्छ अरे के यो सिम्पटम्सहरु चाहिँ क्लियर हुनुभयो साइकोसोमेटोफर्म डिसअर्डरमा अब यसमा के गर्दा ठीक हुन्छ यसमा अब डेफिनेटली यसमा हामीले बोल्नु नहुने कुराहरु त्यसको बारेमा धेरै नसोच न अथवा हैन हामीले त्यतिबेला हामीले सरी यो त इमोसनल कन्सिक्वेन्सेस अर्कै भयो यसको बारेमा हामीले चाहिँ के गर्नु पर्यो भने जब हामीले यो यस्तो खालको क्लाइन्ट्सहरुसँग डिल गर्छौं जोसँग चाहिँ साइकोसोमेटोफर्म डिसअर्डर छ अब उसँग हामीले काम गर्दाखेरि चाहिँ सबैभन्दा फर्स्टमा इम्पोर्टेन्ट भनेको चाहिँ उ कतिको इमोसनल डिस्ट्रेसबाट गइरहेको छ भन्ने कुरा हामीलाई थाहा हुनुपर्छ हैन कतिको भावना दबाएर बसेको व्यक्ति रहेछ यो भन्ने कुरा थाहा हुनुपर्छ उसको फिजिकल पेनहरु कहाँ देखिरहेछ त टाउकोमा देखिरहेछ कि एज अ माइग्रेनको रूपमा आइरहेछ कि एज अ पेट दुखिरहेछ ग्यास्ट्रिकको फर्ममा आइरहेको छ कुन फर्ममा चाहिँ उसले आफ्नो पेनहरुलाई चाहिँ देखाइरहेछ कहाँ दुख्यो भन्छ जिउ दुख्यो भन्छ कि हैन कति जनाले मलाई त बाथ रोग छ भन्नुहुन्छ के स्पेशली यो 40-50 मा पुगेको मान्छेहरुले मेरो त शरीर दुख्यो मेरो त बाथ रोग छ मलाई त बाथ रोग छ अब यो बाथ रोग केले निकाल्छ होला त सो इमोशन्स जति बडीमा फिट इन भयो बाथ रोगको अर्को पनि कारण छ खानेकुरादेखि लिएर इत्यादि छ तर म साइकोलोजिकल रिजन भन्दैछु साइकोलोजीमा के हुन्छ तपाईले जति धेरै इमोशन्सहरु दबाएर राख्यो हैन राम्रो एक्सप्रेस गर्न सक्नु भएन आफ्नो मनको कुराहरु मजाले भन्न सक्नु भएन त्यति बेलामा त्यो जति तपाईले रिस्टोर गर्दै जानुहुन्छ मनमा दबाउँदै काहीँ न काहीँबाट त त्यो निस्किन खोज्छ कि त तपाईको यो आँखाबाट आँसु जानु भने रोदनको रूपमा निस्किन्छ रिसाउनु भयो भने रिसको रूपमा निस्किन्छ तपाईले कुनै पनि भावना त्यसरी देखाउनु भएन शरीरमै के गरेर राख्नु भयो जमाएर राख्नु भयो भने शरीरले त कति न बेला त त्यो त के गर्नु पर्यो देखाउनै पर्यो अनि त्यति बेला एक्सट्रिम पेनको रूपमा निस्किन्छ कहिलेकाहीँ हैन सो तपाईको मन शान्त भएको बेलामा त्यो निस्किदैन अलि स्ट्रेस बडी भयो के भयो भने अनि त्यो बाथरुम बल्जेको टाइपको तपाईलाई फिल हुन्छ त्यो चाहिँ साइकोलोजिकल रिजन हो है अब डाक्टरलाई गयो भने यसको अब छुट्टै ट्रिटमेन्टहरु उनीहरुले दिन्छ तर साइकोलोजिकल रिजन भनेको चाहिँ यो क्लियर हुनुभयो यसमा के छ ब्लड प्रेसर पनि साइकोलोजिकल भन्नुभयो भने त्यस्तो केसमा पनि काउन्सिलिङ गर्नुपर्ने हुन्छ डेफिनेटली ब्लड प्रेसर जस्तो कि यस्तो है त म हरेक डिजिज छ नि जति पनि रोग छ नि यो साइकोलोजिकलकै कारण आउँछ भन्छु म चाहिँ है किनभने तपाईको ब्लड प्रेसर देखि लिएर तपाईको यो के रे डायबिटिज यो अब जन्डिसहरु म भन्दिन यो भनेको चाहिँ के भयो वाटरबाट आउने डिजिज एयरबोर्न डिजिजहरु म भन्दिन तर जति पनि यो क्रोनिक डिजिजहरु छ क्यान्सर हैन इत्यादि कुराहरु के एउटा त खानपानले गर्दा पनि आउँछ अर्को भनेको त डेफिनेटली तपाईको साइकोलोजिकल उसले गर्दा पनि आउने हो के क्लियर हुनु भइराछ साइकोलोजिकल नै हो मेन फ्याक्टर भनेको त हरेक डिजिजको लागि साइकोलोजी नै हो ब्रेन भन्ने बित्तिकै के रे यो हाई ब्लड प्रेसर भन्ने बित्तिकै केसँग रिलेटेड छ हार्टसँग रिलेटेड छ हार्ट केसँग कनेक्टेड छ ब्रेनसँग कनेक्टेड छ सो अल्टिमेटली ब्रेनले तपाईको राम्ररी फंक्शन्स गर्यो भने इट विल वर्क क्यान्सरबाट सर्भाइभ कतिजना भएर आउँछन् कतिजना क्यान्सरको फर्स्ट स्टेजमै डेथ हुन्छ शरीरमै के गरेर राख्नु भयो जमाएर राख्नु भयो भने शरीरले आँखाबाट आँसु जानु भने रोदनको रूपमा निस्किन्छ
म्याम मेरो आवाज पुरा रिपिट आइरहेछ है ओके सो वाट ह्यापन्स इज मेरो फ्लो नै कस्तो भयो कहाँ थिएँ त म सृजना म्यामको क्वेसनमा थिएँ के भन्दै थिएँ म त ब्रेक भयो मेरो पवित्र म्याम हाँस्दै हुनुहुन्थ्यो कहाँ के भन्दै प्रेसरको बारेमा थियो एक्ज्याक्टली प्रेसरको बारेमा भन्दै थिएँ होइन सो हरेक कुरा चाहिँ मैले नि एकैछिन हजुर नमस्कार मैले यहाँ हाम्रो आमाबाट नि प्रेसर छ के सासू आमालाई अनुभव गरेको छु कि उहाँलाई अलिक टेन्सन भयो भने अनि नसाको रोग भनेर पहिला एकचोटि माछा अड्क्या भनेर बसिरहे यहाँभित्र चसक चसक गऱ्यो भनेर पछि हुँदा नसाको बिरामी हुनु रहेछ अनि उहाँलाई टेन्सन भयो भने नसा दुख्ने अनि प्रेसर पनि छ प्रेसर बढ्छ अनि टेन्सन भएन अनि परिवारमा सब ठिक छ अब केही छैन भनेदेखि त्यो ठिक हुन्छ गाह्रो अनि कम हुन्छ क्या त्यस्तो त्यो अनुभव गरेको छु सो यो चाहिँ म आफैलाई पनि फिल हुन्छ जहिले चाहिँ अब त्यो एकदमै इमोसन ब्यागेज धेरै हुन्छ नि इमोसन अलिक बढी नै बोकेर हिँडिराखेको हुन्छ त्यो दिन बेलुका अलिकति जिउ दुखेको जस्तो शरीर भारी भएको जस्तो फिल चाहिँ हुन्छ अनि त्यो मजाले एकजना मान्छे अगाडि राखेर मजाले भन्यो त्यो मान्छेलाई सबै सुनायो भने आनन्द पनि फिल हुन्छ कि सो काउन्सिलरको कामै त्यही हो हामीले सुन्देको भरमा कतिजनालाई आनन्द हुन्छ अब विदेशमा बसेको मान्छेहरू आएर काउन्सिलिङमा आउनुहुन्छ अनलाइनमा कुराकानी गर्नुहुन्छ 45 मिनट अब त्यो उनीहरूको कुरामा त सुनेको भरमा पैसा अब लगिरहेको छ अब त्यो के हो त्यो भनेको ट्यालेन्ट पनि हो सुन्न सक्ने ट्यालेन्ट भयो भने पनि हुन्छ उनीहरूलाई केही चाहिँदैन सुन्ने मान्छे चाहिन्छ अब बुढीलाई त्यही कुरा सुनायो भने झगडा पर्छ होइन घर परिवारले त्यही कुरा सुनायो भने घर परिवारले टेन्सन लिन्छ अनि उनीहरूलाई सुनाउने मान्छे चाहिरहेको हुन्छ अनि उहाँहरू आउनुहुन्छ कनेक्ट गर्नुहुन्छ अनि मजाले सुनिदियो अनि त्यसपछि अनि उहाँहरूको इमोसन्सलाई अलिकति इजी आउट गरिदियो अनि उहाँहरूलाई पुग्छ त्यसपछि अनि अर्को हप्ता फेरि उहाँहरूलाई चाहियो भने फेरि आउनुहुन्छ सो कहिलेकाहीँ कुरा सुन्ने व्यक्ति पनि जिन्दगीमा भएन भने पनि धेरै गाह्रो हुँदो रहेछ कि सो पहिला त के हुन्थ्यो बुढाबुढी एकअर्कालाई आफ्नो कुराहरू भन्थे त्यही भएर पहिला डिप्रेसन एन्जाइटी यो रोगहरू खासै थियो त पहिलाको जमानामा थिएन नि अहिले के छ संसार के भयो टेक्नोलोजीतिर गयो होइन मान्छेहरूले अहिले फेसबुक इन्स्टा यिनीहरूमा धेरै टाइम स्पेन्ड गर्छन् आफ्नै छेउमा बसेको आफ्नो परिवारसँग समय बिताउँदैनन् होइन साथीभाइसँग पनि उनीहरू फेसबुकमा हाई हेलो भन्ने सिद्धियो त्यो एउटा फिजिकल टच होइन जुन चाहिँ हुन्छ नि आमा छोरामा हुने फिजिकल टच होइन शारीरिक शरीरबाट देखाउने एउटा अफेक्सन होइन त्यो त छैन नि त अहिले होइन अहिले त त्यो हटाउँदै गयो अब अहिले त पाहुनाहरू घरमा आयो भने पनि सबैजना मोबाइलमा पासपोर्ट माग्दै हैरान हुन्छ के छ पासपोर्ट आउने बित्तिकै पासपोर्ट खोज्छन् अहिलेको यस्तो खालको कन्डिसन छ अनि यसमा कुराकानी भन्दा पनि त्यो छैन त्यही भएर अहिलेको जमानामा चाहिँ प्राय रोगहरू अहिले यसरी आउनुको कारण चाहिँ के हो अब लकडाउनको बेलामा कोरोनाले गर्दा मर्यो लकडाउन भयो कोरोनाले गर्दा त्यो कोरोना मात्र होइन नि अब कोरोनाले गर्दा कोही मर्ने कोही बाँच्ने हुन्छ त कोरोना भनेको त त्यही भाइरस हो तर कोही मर्यो कोही बाँच्यो किन हो त किनभने कोहीसँग त्यो विल पावर थियो होइन उनीहरूले त्योसँग मानसिक रूपमा लड्ने क्षमता पाए कसैले त्योसँग मानसिक रूपमा लड्ने क्षमता पाएनन् अनि उनीहरूको डेथ भयो क्यान्सर पनि त्यही नै हो कोही मान्छे क्यान्सरको 3rd स्टेजमा पुगेर पनि बाँचेर आएको हामीले देखेको छौँ होइन सोनाली बेन्द्रे मनसा कोइराला होइन यी त देखेकै कुरा हो नि त हामीले अब कोही मान्छे त्यो 1st स्टेज पुग्न पाएको छैन हरेस खाइसकेको हुन्छ सो साइकोलोजीले त ठुलो भूमिका खेल्छ नि कति बाँच्ने कतिसम्म जाने कुन रोग मलाई लागोस् नलागोस् त्यो अनकन्सियसली हामीले रोग आफै निम्ताइरहेको छौँ भन्नु खोजेको सृजनामा है ओके यहाँसम्म केही क्वेसन्स छ साइकोसोमेटोफर्म हजुर बेबिसा म्याम मलाई पनि कति अगाडिदेखि 6-7 वर्ष जति चाहिँ जहिले रुगाखोकी लाग्ने अनि कफहरू जमिराख्ने रुगाखोकी चाहिँ कहिले निको हुँदैन थियो अनि त्यो औषधि खान थालेपछि चाहिँ आफै निको भयो अचेल त बिरामी नै हुँदैन खासै सी सो लाइभली एक्जाम्पल्सहरू तपाईँले टन्नै भेटाउनुहुन्छ सो अहिले तपाईँले रुगाखोकी त्यस्तो खासै टाइम एन्ड अगेन लाग्दैन बेबिसा म्यामलाई
ओके सो यहाँ मध्ये केही छ अरू तपाईहरुलाई क्वेशन म्याम कसैलाई एडभाइस दियो कि हजुरलाई यस्तो समस्या छ भनेर त्यो डाक्टरका जानुहोस् एकचोटि रिफर गर्नलाई अनि उनीहरूले त्यो कुरालाई एक्सेप्ट गरेन अब जस्तै साइकोसोमेटिककै केसमा पनि हामीले रिफर गर्यो भने उनीहरूले मानेनन् भने कसरी रिफर गर्न सकिन्छ मैले बुझेन फेरि भन्नुस् त जस्तै कसैलाई साइकोसोमेटिक छ जस्तो लाग्यो मलाई अनि मैले रिफर गरेँ कि एकचोटि साइकेट्रिस्टका पनि जानु या साइकोलोजिस्टका जानु तर उनीहरूले मान्दैनन् भने त्यो कस्तो शब्दमा कसरी चाहिँ रिफर गर्दा ठिक हुन्छ यदि गएनन् भने पनि अब मनमा त हुन्छ नि कि यो एकदमै बिरामी छ यस्तो जानुपर्ने थियो ठिक भएन तर उनीहरूले पनि जादिन्न भन्ने चाहिँ त्यो कस्तो गर्न सकिन्छ त्यो तपाईको कन्ट्रोलको कुरै हैन नि त म्याम ओके यस्तो है त लेट मी बी भेरी क्लियर साइकोलोजीमा वी हेभ टु हेल्प हामीले इन्टरभेन गर्ने हो हामीले मद्दत गर्ने हो त्यो हाम्रो ड्युटीमा पर्छ तर यसको मतलब यो हैन कि हामीले आफ्नो पर्सनल लाइफदेखि लिएर सबै कुरालाई चाहिँ त्यसमा डिभोट अनि तपाई पो मेन्टलको पेशेन्ट हुन्छ त तपाईले क्लाइन्टसँग ओके लेट मी बी भेरी क्लियर है त लेट मी बी भेरी स्पेसिफिक सबैले भिडियो अन गरौँ त एकचोटि फर एक्जाम्पल तपाईसँग क्लाइन्टले आज जस्तो कि कमला म्याम मेरो क्लाइन्ट रे कमला म्यामले मसँग आएर 45 मिनेट कुराकानी गर्नुभयो 45 मिनेट कुराकानी गर्दाखेरि उहाँको स्टोरीले मलाई मन छोयो अब मन छोएर मैले घरमा गएर पनि कमला म्यामको बारेमा मात्र सोच्छु भने त्यो कहाँबाट प्रोफेसनलिजम भयो त हैन म्याम मैले खोजेको क्वेसन यस्तो मैले आफूले काउन्सलिङ गरे हैन मैले यो जस्ट एउटा फ्यामिलीबाट कसैले देखे साइकोसोमेटिक या कुनै पनि अनि मैले चाहिँ यस्तो भने कि तपाई एकचोटि साइकियाट्रिस्टका जानु तर त्यो साइकोसोमेटिकमा साइकियाट्रिस्टका जानु उले एक्सेप्ट नगर्ला अनि त्यो कसरी भन्दाखेरि ठीक हुन्छ जानुलाई यस्तो हो साइकोसोमेटिकमा त सुरुमा फिजिकल सिम्पटम्स देखिन्छ भने मैले साइकोसोमेटिकमा फिजिकल सिम्पटम्स नै देखिन्छ त्यो फिजिकल सिम्पटम्सलाई क्योर गर्छ अनि त्यो फिजिकल सिम्पटम्सलाई क्योर गर्दा गर्दा व्हाई इट इज ह्यापनिङ जस्तै कि बीपी को अघि भन्नुभयो नि बीपी को औषधि खानुहुन्छ तर अहिले कारण पत्ता लगाउँदाखेरि चाहिँ मलाई स्ट्रेस हुने बित्तिकै मेरो बीपी मा चाहिँ अफेक्ट पर्दो रहेछ भन्ने थाहा पाएपछि त डेफिनेटली उसले स्ट्रेस म्यानेजमेन्टमा काम गर्न पर्यो नि त हैन हो यस्तो फर्ममा चाहिँ साइकोसोमेटो फर्ममा त सुरुमा हस्पिटलमै जाने हो फर एक्जाम्पल मेरो एकजना फ्यामिलीमा डायबेटिक पेशेन्ट हुनुहुन्छ उहाँले सुरुमा डायबिटिजमै जानु भएको हो उहाँलाई इन्सुलिन लगाउनु पर्यो भनेको इन्जेक्ट नै गर्नु पर्यो सुरुको अवस्थामा इन्जेक्ट गर्नुपर्ने अवस्थाबाट उहाँको त्यो मेडिसिन्सहरु बढ्दै गयो हैन हाई डोजको मेडिसिन्सहरु लिँदै जानु भएको थियो पछि अनि मलाई के फिल भयो नै हैन एकचोटी चाहिँ किनभने उहाँको बिहेभियरमा देखिन्छ के डायबिटिज हुने बित्तिकै डिप्रेसनको त हामीलाई त बिहेभियर प्याटर्न्स थाहा छ सो बिहेभियरमा देख्ने बित्तिकै हैन एकचोटी चाहिँ तपाई जानै पर्छ भनेर नि पठाएको पनि चाहिँ जानु भयो हैन गइसकेपछि जब त्यो खाएपछि उहाँहरुको लाइफमा अलिकति चेन्जेस आउँछ नि दे विल अन्डरस्ट्यान्ड हैन तर यसको मतलब यो हैन कि तिमी जानै पर्छ भन्ने खालको चाहिँ दबाब चाहिँ दिन मिल्दैन किनभने डायबिटिजको मेडिसिन खाने बित्तिकै केही हदसम्म त कन्ट्रोल त भइराको छ नि त हैन र डायबिटिज त कन्ट्रोल भइराछ यता डिप्रेसन्सले पो डायबिटिजलाई के गरिराछ इन्हान्स गरिराको छ भन्ने मलाई थाहा छैन हैन तर डिप्रेसन्सको एकचोटी तपाई जानुस् भन्यो भने हामीले जानुस् भनेर भन्न चाहिँ सकियो जबरजस्ती चाहिँ गर्न सकेन अब यदि तपाईको फ्यामिली भित्र छ भने त इफ यु आर नलेजेबल जस्तो कि मेरो फ्यामिली भित्र हुँदाखेरि मैले लिएरै गएँ पाटनमा लिएरै गएँ हैन साइकियाट्रिस्टलाई भेटाउनै पर्यो मैले उहाँले मेडिसिन्स लिएरै आउनु भयो हैन सो त्यस्तो चाहिँ गर्न मिल्यो फ्यामिली भित्रको केसमा तर कहिलेकाहीँ क्लाइन्टलाई हामीलाई थाहा छ यो क्लाइन्टले चाहिँ यस्तो भइराको छ अब त्यो डिजिजको मेन्टेन भइराको छ भने यतापट्टि के रे उसलाई डिप्रेसन्स पनि छ है मेजर डिप्रेसन्स पनि छ भन्ने मलाई थाहा भयो भने त मैले डेफिनेटली एउटा डकुमेन्टेसन्स लेखिदिन्छु अनि तपाई एकचोटि जानुस् ल एकचोटि जानुपर्छ म तपाईको हिस्ट्री लेखेर दिन्छु भनेर भन्यो मलाई त्यो डकुमेन्टेसन्स हामीले दिने कहाँ रिफर गरेको छ भनेर अनि त्यो रिफरल डकुमेन्टेसन्सबाट अनि के रे क्लिनिकल साइकोलोजिस्ट अथवा साइकियाट्रिस्ट उहाँले त्यो हेरिसकेपछि त उहाँले क्वेशन सोधेर उहाँले मेडिसिन प्रोभाइड गर्नुहुन्छ तर यदि क्लाइन्ट जान मान्दैन भने यदि क्लाइन्ट जानै खोज्दैन भने अब हाम्रो तर्फबाट हामीले के गर्नु पर्यो त उ चाहिँ हामीसँग काउन्सिलिङमा चाहिँ आइराको छ तर उले मेडिसिन्स लिन पाएको छैन नि त उलाई साइको एजुकेट गर्ने हो अब त्यति गर्दा पनि उ जान मान्दैन भने चाहिँ दैट इज नट अन्डर हाम्रो कन्ट्रोलमै छैन के त्यो कुरा चाहिँ हैन हामीले के भन्नुपर्छ यदि तपाईले मेडिसिन्स लिनु भएन भने यो काउन्सिलिङले मात्र इफेक्टिभ हुँदैन मैले टर्मिनेट गर्नुपर्ने हुन्छ भन्न पनि पायो
भनेको अबदेखि चाहिँ म तपाईलाई काउन्सिलिङ गर्न सक्दिनँ, तपाईको मेडिसिन्स लिनै पर्ने कन्डिसन छ, साइकेट्रिस्टलाई एकचोटि भेट्नै पर्ने कन्डिसन छ, म कहाँ काउन्सिलिङ मात्रले त हिल्नै हुँदैन, यो त तपाईको पनि पैसा वेस्ट भइरहेछ, मेरो पनि टाइम वेस्ट भइरहेछ। त्यसरी उहाँलाई कन्भिन्स गर्नु पर्यो हैन, दुवैलाई प्रोज देखाउनु पर्यो नि त हैन, फाइदा देखाउनु पर्यो नि त, मेरो एन्डबाट पनि मैले पनि फाइदा पाउनु पर्यो। म 45 मिनेट्स यस्तो मान्छेलाई किन, यस्तो मान्छेसँग किन टाइम वेस्ट गर्नु जो मान्छे चाहिँ आफूलाई हिलै गर्न चाहँदैन, आफू बाँच्न चाहन्छ भने त ऊ हस्पिटल पनि जान चाहन्छ, ऊ मेडिसिन्स पनि सबै गर्छ उसले आफू बाँच्न मन छ भने। तर यस्तो क्लाइन्ट जो बाँच्नै खोज्दैन, उहाँलाई हामीले बारम्बार भन्दा पनि ऊ जाँदैन भनेपछि त्यो त मेरो पनि टाइम वेस्ट हो, अनि क्लाइन्टले जुन पैसा मलाई तिरेछ त्यसको पनि वेस्ट भयो कि भएन। त्यसले त कुनै पनि कन्क्लुजनै ल्याउँदैन त काउन्सिलिङमा, ल्याउँछ त त्यसले कन्क्लुजन, अनि कन्क्लुजनै नल्याउने भएपछि काउन्सिलिङ गरेर पनि कामै छैन नि, काम छ त। त्यही भएर भन्नुपर्छ, त्यो रियलाइज गराउनु पर्छ, यदि तपाईलाई भित्रैदेखि बाँच्न मन छ भने चाहिँ तपाईले यो स्टेप्स चाहिँ लिनुपर्छ, एन्ड इट्स अ फ्याक्ट हैन, मैले तपाईलाई रिफर गर्नै पर्छ। तर त्यहाँ गएर तपाईँ फेरि मकाउँदा पनि हुन्छ, देयर इज नो, बरु तपाईँ मेडिसिन खाँदै मैले काउन्सिलिङ गर्न पाएँ, तर काउन्सिलिङले मात्र तपाईँको कन्डिसनलाई चाहिँ हिल गर्न सक्दैन है भनेर चाहिँ भन्नु सक्नु पर्यो कि द्याट्स वाइ हामी डिजिज पढिरहेको छौँ। क्लियर हुनुभयो? डिजिज पढ्नुको मेन रिजन भनेकै रिफर हो कि है। ओके, सो लेट्स गो टु अनदर वान। अर्को डिजिजमा हामी हाम फालौँ है। यो डिजिज सायद क्लियर हुनुभयो होला भन्ने आशा छ मलाई, कि अझ यसमा अझ डिटेलमा जाने हामी। ओके, सो यसमा डेट आउने जाने भइरा ओके, अहिले हामी खास के हामी साइकोसोमेटोफर्म र सोमेटोफर्ममै छ म्याम, अघिकै कुरामै थियौँ, त्यसमा एउटा क्वेसन्स आएको भएर चाहिँ कन्टिन्यू गरेको है त। ओके, सो यसको ट्रिटमेन्टको कुरा गर्ने हो भने चाहिँ इन्भाइरोमेन्टल फ्याक्टर्सहरूको कुरा पनि आउँछ हैन, इन्भाइरोमेन्टल फ्याक्टर्सहरूको कुरा पनि आउँछ। अब इन्भाइरोमेन्टल फ्याक्टर्सको कुरा आउने बित्तिकै हामीले जे इमोसनल सपोर्ट दिनु पर्यो क्लाइन्टलाई हैन, इमोसनल सपोर्ट दिनु पर्यो, एट द सेम टाइम कुरा सुनिदिनु पर्यो इत्यादि भयो। अर्को चाहिँ सीबीटी, एकदमै राम्रो थेरापी भनेको सीबीटी थेरापी हो हैन, जसमा चाहिँ नेगेटिभ थट प्याटर्न्सहरूलाई आइडेन्टिफाई गर्न उसले हेल्प गर्छ। उसलाई चाहिँ के सोच्यो भने के कुरा, कुन सोचाइले चाहिँ उसको यो साइकोसोमेटोफर्म अथवा सोमेटिक ऊ चाहिँ ट्रिगर गर्दो रहेछ हैन, इत्यादि कुराहरू हामीले आइडेन्टिफाई गर्न सक्छौँ। त्यसरी नै माइन्डफुलनेस एक्टिभिटीहरू गराउन सक्छौँ हैन। माइन्डफुलनेस थेरापी भनेको चाहिँ अवेरनेस उनीहरूको बडीमा हैन, उनीहरूलाई कहाँ पेन भइरहेको छ। ओके, यो माइन्डफुलनेसको हल्का भनिदिइहाल्छु हैन, एकदमै इम्पोर्टेन्ट हो यो। कहिलेकाहीँ चाहिँ तपाईँहरू यसो चुप लाएर बस्नु हैन, एकदमै शान्त भएर बस्नुहोस्, अनि शरीरको हरेक पार्टलाई चाहिँ तपाईँहरू मजाले निहाल्नुहोस् के, औँलाहरू कहाँ चाहिँ मलाई त्यो अलिकति शारीरिक डिस्कम्फर्ट भइरहेको छ आइडेन्टिफाई गर्न खोज्नु, तपाईँहरूलाई ठ्याक्कै थाहा हुन्छ कि ओके यो बडी पार्ट चाहिँ अलिकति उ भइरहेछ है, त्यो फिल हुन्छ। अनि त्यो बडी पार्टमा फोकस हुने, अनि त्यो बडी पार्टबाट चाहिँ अलिकति हुन्छ नि एनर्जीहरू रिलिज गरेको जस्तो महसुस गर्ने, म चाहिँ यहाँबाट के गर्छु, मेरो यो दुखाइ चाहिँ म हटाउँछु भन्ने, यस्तै खालको एउटा त्यो माइन्ड टक के, शान्त भएर बस्ने अनि आफ्नो बडीलाई फोकस गर्ने। कहिलेकाहीँ यस्तो हुन्छ नि हल्ला नगरेर बस्छ भनेपछि हामी हल्ला नगरेर बस्छौँ, अनि त्यसपछि आँखा बन्द गर्नु, आँखा बन्द गर्यो, अनि चेयरमा बसिरहेको छौँ रे, अनि त्यो चेयरमा बस्दाखेरि अनि आफ्नो शरीरलाई ध्यान दिनुहोस् भनेर भन्छौँ होइन। शरीरलाई ध्यान दिँदाखेरि कहाँ के नमिलेर नबसेको छ, हामी अलिकति बडी पोस्चर्सहरू मिलाउँछौँ होइन। म अलिकति नराम्रोसँग बसेको छु कि क्या हो भन्ने त्यति बेला मात्र थाहा हुन्छ क्या हामीलाई। जब हामी बसेर आँखा चिम्म गरेर आफूलाई ध्यान केन्द्रित गर्छौँ, अलिकति सिधा बस्नु पर्यो है, अलिकति बसेको मिलेको छैन जस्तो लाग्यो है, हो त्यो आफूभित्र चाहिँ जाने कि। सो माइन्डफुलनेसको पछि पनि हामी अझ डिटेलमा कुरा गर्छौँ। सो माइन्डफुलनेस एक्टिभिटिजहरू गर्दाखेरि धेरै राम्रो, जस्तै कि खाँदाखेरि पनि एकदमै माइन्डफुलनेस तरिकाले म यो खाँदैछु, ध्यान सबै फोकस चाहिँ खानामा हुनु पर्यो कि, यो खाना खाँदाखेरि मलाई कस्तो फिल भइरहेछ, मैले के को टेस्ट पाइरहेको छु, अदुवा धनियाँ यसको टेस्टहरू, हामीले त्यो टेस्ट कहिले फिल गरेर खाना खाएको छौँ, गम खान्छौँ, के इन्ग्रेडियन्ट हालेको हो, के मरमसला हालेको के पनि थाहा हुँदैन। सो कहिलेकाहीँ खाँदाखेरि पनि माइन्डफुलनेस प्र्याक्टिस गर्न सकिन्छ।
सबैभन्दा माइन्डफुलनेस प्र्याक्टिस त यो नेपालको रोडमा तपाईँहरूले स्कुटर चलाउनु भयो भने कति ध्यान हुन्छ होइन, पछाडिबाट गाडी आउँदैछ कि यता छ कि यता, कस्तो माइन्ड हो त्यसलाई भन्छ माइन्डफुलनेस। पुरा ध्यान चाहिँ त्यसमा मात्र हुनु पर्यो, द्याट इज माइन्डफुलनेस। त्यो खाँदाखेरि पनि गर्न सकिन्छ होइन, कपडा धुँदाखेरि पनि माइन्डफुलनेस गर्न सकिन्छ, यसरी डुल्दाखेरि पनि मैले के देखेँ त, पुरै हुन्छ नि माइन्डफुलनेस के। त्यो प्रेजेन्ट मोमेन्टमा चाहिँ फोकस भएर हामीले काम गर्न थाल्यौँ भने त्यसले पनि एकदमै हेल्प गर्छ साइकोसोमेटोलाई है। सो जति ऊ प्रेजेन्ट मोमेन्टमा बाँच्न थाल्छ, जति ऊ प्रेजेन्ट आफूले जे काम गरिरहेको छ त्यसमा अलिक फोकस भएर काम गर्न थाल्छ, त्यति नै उसले पास्टको बारेमा सोच्दैन, टेन्सनको बारेमा सोच्दैन। योगामा सिकाउने भनेको पनि त्यही नै हो, इफ आई एम नट रङ पवित्र म्याम, त्यही नै होइन त, त्यही नै हो। तपाईँले योगा क्लास जोइन गर्नु भने उहाँहरूले त्यही नै सिकाउनुहुन्छ। त्यही हो, आफूलाई हेरिँदैन नि त, हामी अरू मात्रै हेर्छौँ, अरूको बारेमा मात्रै जज गर्छौँ। यो भने चाहिँ आफूलाई हेर्ने अनि त्यसपछि अरू जानेको कुरा अरूलाई पनि सेयर गरेर सकारात्मक हुने नै हो मेन भनेको। मेन त्यही नै हो। अब योगा गराउँदाखेरि के गर्नुहुन्छ त, मैले मेरो क्लाइन्टहरूलाई कहिलेकाहीँ गराएँ भने, पार्टिसिपेन्ट्सहरूलाई कहिलेकाहीँ गराउँछु, गराउँदाखेरि के पनि गराउँ, तपाईँहरूको हात चाहिँ यस्तो बिस्तारी माथि लिनु भन्छु। ल अहिले नै गरौँ न त, एउटा माइन्डफुलनेस एक्टिभिटिज गरौँ है त। ल सबैजनाले भिडियो अन गर्नुहोस्, एउटा एक्सर्साइज गराउँछु। म एउटा म्युजिक बजाउँछु है, त्यो म्युजिक पनि बजाउँदिनँ, किन म्युजिकमा ध्यान फोकस गर्ने। सो के गर्नुहोस् भने दुईटा हात छ नि, यो दुईटा हातलाई चाहिँ यस्तो साइडबाट, अब देखाउनै पर्ने भयो मैले है, कसरी देखाउँ त। सो यो दुईटा हातलाई चाहिँ यसरी भुइँबाट मुनिबाट, यसरी मुनिबाट दुईटै हातलाई बिस्तारै 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 एकदमै बिस्तारी है त, तपाईँहरू कति बिस्तारी सक्नुहुन्छ त्यति बिस्तारी माथि ल्याएर चाहिँ यस्तो गर्नु पर्यो, भनेको एकदमै बिस्तारी ल्याउनु पर्यो दुईटा हातलाई है, बिस्तारी बिस्तारी ल्याउने, बिस्तारी ल्याएर यहाँ नमस्ते गर्नु पर्यो है त। सो कतिसम्मको स्लो गर्न सक्नुहुन्छ त्यति राम्रो है, जति स्लो तपाईँले हात उठाउन सक्नुभयो। हात चाहिँ के भन्नु पर्यो, मुभमेन्ट चाहिँ हुनु पर्यो, तर एकदमै स्लो मुभमेन्ट के, मान्छेले नथाहा पाओस् कि त्यस्तो खालको स्लो मुभमेन्ट हुनु पर्यो। बुझ्नुभयो, तपाईँको हात माथि आउँदाखेरि अघि तल थियो बिस्तारी माथि आयो, जस्तो कि कहिलेकाहीँ त्यो घडीको सुई हुन्छ नि, तपाईँले घडीको त्यो आवर ह्यान्ड भनेको त्यो घन्टालाई के गर्छ, घन्टा सुई भन्छौँ नि हामीले, त्यो 1 घन्टा भयो 2 घन्टा भयो, त्यो सुई कति बिस्तारी चल्छ है, अघिसम्म 1मा हुन्छ अनि बिस्तारी 2मा पुग्छ, हो त्यसरी नै एकदमै बिस्तारी गरौँ है त। ल क्लोज योर आइज एभ्रीवान, एकदमै कम्फर्टेबल पोजिसनमा बसिदिनु होला, सबैजनाले भिडियो पनि अन गरिदिनु होला, एकदमै बेनिफिट हुन्छ भिडियो अन गर्नुभयो भने, सबैको फेसियल एक्सप्रेसन पनि हेर्न मलाई सजिलो हुन्छ, भिडियो अन गरिदिनु होला। अनि यसरी कृतिका म्यामले पनि यसरी साइडमा क्यामेरालाई राखेर आफ्नो फुल बडी देखाउँदा राम्रो है त कृतिका म्याम। ओके ओके, सो सृजना म्याम, बिबिसा म्याम, सृष्टि म्याम, सो व्हाट वी डु इज हामी यो हातलाई के गर्छौँ, बिस्तारी माथि ल्याउँछौँ है त, बिस्तारी सकेसम्म बिस्तारी। हजुर पहिला हात भुइँमा टेक्ने हो, भुइँबाटै आउँछ, माथि आउँछ, त्यसपछि लास्टमा चाहिँ यसरी नमस्ते गर्नु पर्यो है त, एकदमै बिस्तारै गर्नु पर्यो है त है। ओके, योर टाइम स्टार्ट्स, बी भेरी कम्फर्टेबल, आँखा बन्द गर्न सक्नु हुँदैन, मलाई आँखा बन्द गर्यो भने गाह्रो लाग्छ भने कुनै पनि भित्तामा अथवा ल्यापटपको कुनै पनि एउटा पोइन्टमा चाहिँ एकदमै फोकस भएर तपाईँले त्यो केन्द्रबिन्दु बनाएर चाहिँ त्यसलाई मात्र फोकस गरेर चाहिँ तपाईँले यो एक्टिभिटी गर्न सक्नुहुन्छ। आँखा बन्द गरेर गर्नु भने चाहिँ आफ्नो शरीरमा जब तपाईँ हात उठाउँदै हुनुहुन्छ कस्तो खालको महसुस हुन्छ त्यसलाई चाहिँ फिल गर्न ट्राई गर्नु है त। ओके, सो बी भेरी कम्फर्टेबल and let's start it. 1 2 3, बिस्तारी बिस्तारी आफ्नो हात उठाउनु होला, एकदमै बिस्तारी, समयको गति जस्तै तर एकदमै बिस्तारी, एकदमै बिस्तारी आफ्नो हातलाई उठाउनुस्, स्ट्रेच गर्नुस् हातलाई अनि बिस्तारी उठाउनुस् है त। हात चाहिँ स्ट्रेच हुनु पर्यो, साइडमा ह्यान्ड साइड हुनु पर्यो अनि बिस्तारी उठाउनु पर्यो है त, यसरी 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 स्ट्रेच हुनु पर्यो है त हात एकदमै।
छाती सिधा अगाडि हो र म त यस्तो भुइँबाट बिस्तारै यसरी उचालिरहेको थिएँ त्यसरी होइन होइन त्यसरी पक्नु है त म यहाँ मेरो ब्याकग्राउन्ड एकदमै यो ब्लर गरिदिन्छु यो एकदमै भयो सो व्हाट यु डु इज यो हात छ नि यो हातलाई चाहिँ तपाईले के गर्नुस् भने एकदमै यसरी यसरी बिस्तारै यसरी 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 आउनु पर्यो माथि सिधा सिधा पारेर सिधा पारेर मुनिबाट सिधा आउनु पर्यो यसरी तपाईहरुले यदि लामाहरुले यदि तपाईको के रे यो नमस्ते यो शेर्पाहरुको यो उसमा क्याप्सुल चाहिँ भन्छ उहाँहरुले यस्तै ढोक्नुहुन्छ भगवानलाई यस्तो 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 गरेर ढोक्नुहुन्छ हो त्यस्तै खालको साइडबाट जानु पर्यो यसरी साइडबाट है त हात अटोमेटिकली छिटो छिटो जान खोज्छ You have to control that. That is mindfulness. You have to control. सकेसम्म slowly लिन खोज्ने है त. Okay, let's begin. 1, 2, 3, start. यो हामी बसेकै पोजिसनबाट हैन म्याम? बसेकै पोजिसनबाट गर्न सकिन्छ. ढाडलाई चाहिँ सिधा राख्ने, ब्याकबोनलाई सिधा राख्ने है, अनि बिस्तारै उठाउने. Okay, I'll also do with you. तपाईहरुसँग म पनि गर्छु. बिस्तारै उठाउँ है त. आफ्नो श्वास प्रश्वासमा पनि ध्यान दिनु होला.